दाइ 1 बजे हामी मिटिङ बस्नुपर्छ काँटा त भएको होइन नि गेमहरू बिग्रिरह नि त। रन्डो पनि खेलेको तिमीहरूले बिग्रियो पुरै किन दाइ 1 बजे हामी मिटिङ बस्नुपर्छ गर्दैछ त के भएर काँटा त भएको होइन नि कहिले? मलाई मेसेज हानिरहेको थियो त ए त्यो अस्ति त्यही गेम बिग्रेर हो। अस्ति होइन हौ, अघि भर्खर त्यही त हिजो हिजो गेम बिग्रेको भएर भनेको हो कि। कस्तो हिजो गेम बिग्रेको भन्नाले कहिले ए त्यो इरेङ्गलमा ए त्यो डिआरएस त्यो सोडामा स्क्रिम छैन सबै ओभरअल गेम रन्डो खेल्ने त्यो त होइन, त्यसमा त केही पनि भएन, त्यो त ड्राई रन न हो दाइ। त्यसमा त 4 चिकन हान्यो होला हौ। रन्डोमै त्यो त जोत हो नि त। त्यो त यत्तिकै टाइम पास तर ड्रप लोकेसन त बनाउनु पर्यो नि त भाइ रन्डो पनि त जित्नु पर्यो नि त भइसक्यो रन्डोमा पनि बन्डुहरूसँग ल फाइट पर्यो हौ। एवानसँग होइन अनि कुरा गरेनौ छैन आउँदैन होला तिनीहरू थाहा पाएर त किनभने तिमीहरू ब्याक टु ब्याक त्यहीँ झऱ्यो होला नि त आज त जुध्यो त्यसमा त जुध्यो। ए 5 गेमै चुदे उनीहरू आएर 4 गेम जुध्यो, त्यसपछि 10 पात डबल 10 पात पर्छ नि त, त्यसपछि लास्टमा त आएको थिएन। रिकल सिकल त हुँदैन नि रिकल थियो भने त्यही त साइको लागिरह्यो कि। ए रिकल हुन्छ होला भनेपछि त तिमीहरूकोमा पनि भोलि के गर्छ अब भोलि रिकल राख्यो भने त अब के गर्ने, किलफिट हेर्ने पनि पर्दैन, उठिहाल्छ मरे नि। रिकल तर नराख्नु पर्ने हो भोलि चाहिँ नराख्नु त पर्ने हो, आज अब यत्तिकै राखेको होला। ल ल भाइ ल त्यो स्काइले म्याच गरेर चाहिँ म त के लफडा गरेँ कि कोही केटाहरू भनेर नि होइन केही भएन, त्यही त एकपल्ट गेमको चाहिँ कुरा गर्ने भनेर होला कि। तिमीहरू गेम सबै 4 जना बिग्रिरहेछ नि त। बसेर कुरा गर न चार्लीलाई भन्दैछु त मैले त हेरी मात्र राखेको छु मैले केही पनि बोलेको छुइनँ जस्ट हेरी मात्र राखेको छु ठिकै छ अब बोल्ने अब आज बेलुका भोलि बिहान बोलौला न अलिअलि। होइन होइन म हेरी मात्र राखेको छु अब पख न तिमीहरूले अब राम्रो यो अहिले जोतको अब यताउति त भनेर पनि अब काम पनि छैन नि त राम्रो बेलामा राम्रो खेल्ने भने भयो नि त राम्रो अब एनसी खेल्नु पर्यो केटाहरूले अरू त के यो पनि भोलि पनि हान्नु पर्यो रन्डो नि भोलिको त पैसा आउँछ यार फर्स्ट टाइम भोलि त 6 गेममा 7 लाख छ जित्यो भने 7 लाख छ तर अब जित्न त गाह्रै पर्ला हो के थाहा हेरौँ न अब ड्रप क्लास के गर्छ बन्धुहरूले। त्यही त अब यो अहिले त केटाहरू अब सिरियस हुनुपर्छ हौ छैन हौ स्लटै छैन रहेछ जिसीको पनि डब्लुसीको नि त्यहाँ बिटिआरको कोचले हामीलाई ड्रप लोकेसन सोध्छ, हाम्रो कोच खै भन्दैन अनि हाम्रो म्यानेजरलाई एक्सपेक्टेडमा बस भन्छु बस्दै बस्दैन, बेलुका ड्रप लोकेसन पठाउँछ होला क्या बच्चा। होइन हौ अनि अब त योपालि त अब्बर गाह्रो छ हौ भाइ केटाहरूलाई सिरियस भइराख भन यार तिमीहरू खोइ मलाई जहाँसम्म लाग्छ तिम्रो र नोफीहरूको कल ओभर जुत्छ जस्तो लाग्छ केटाहरू स्लिपी र स्काई साइको भएर गेम बिग्रेको जस्तो लाग्छ मलाई त होइन त्यही त अब अस्ति अलिकति अहिले त त्यही नै भइरहेको थियो, त्यही भएर कुरा गर्ने भनेको। त्यही त अब को कसरी खेल्ने त्यो अब त मजाले क्या भाइ अब सबैलाई घाटा हो क्या अब गेम आयो अब त्यो आफ्नो आफ्नो अब के हुन्छ अब तिमीलाई अब आइजिएल भनेको छ नोफेयर अब फ्रीम्यान अब फिल्टर सिल्टर उसले गर्छ ठिक छ अब त्यही अनुसारको कसरी मिलाउँछौ क्या अब त नेपाल अब यताउति जुत्नु भन्दा नि अब त मैले इन्टरनेसनलमा पो हान्नुपर्छ त भाइ अब मैले एसएलसम्म मात्र यात्रा त के गर्नु मजै आएन नि एनसी खेलेर होइन त्यही त एकपल्ट कुरा गरेपछि अस्ति गेमकै बिचमै त्यही कुरा गरेको थियो अनि त्यसपछि अब गेम सकाएपछि कुरा गरौँला भनेको थियो अनि त्यहाँदेखि त मजाले नै खेलेको मजाले कुरा अब भोलि बिहान पनि एकपल्ट सल्लाह गर्ने हो। त्यसले भाइको गेम जन्मे चाहिँ यस्तो घटेको छ यार तिमीलाई जिस्काउँथ्यो त्यो भाइलाई तिम्रो जिस्काएको लागेको हो कि के हो यार म चाहिँ अघि एक गेम हेर्दै थिएँ म बाहिर म नरेफाट गएको थिएँ सानोमा त म चाहिँ बट जस्तो मार्थेँ यार त्यो एउटाले आएर यार त्यो भाइलाई ढुङ्गामा त्यही त त्यो भाइ त खतरा खेल्ने हो अब त्यही त उनीहरूको रोल नमिलायो हो कि के नमिलायो हो के हो कस्तो हो कि कसको अब उसको रोल अरूले खेलिदिरहेको हो कि के हो मिलाउ न तिमीहरू
होइन अब भोलि चाहिँ अलिक मजाले फ्रेस त्यही त कुरा गर क्या अब तिमीहरू बिजी हो क्या कुरा गर्ने भनेको अब तिमीहरू हो खेल्ने हेर अब हामीले त के भन्ने हो राम्रो खेल भन्ने त हो अब तिमीहरू खेल्ने हो अब तिमीहरूले मिजी कुरा गर्ने त हो एकअर्कासँग अब हेर केटा हो अब चान्स छैन अब राम्रो खेल्न सकेन भने त टिमै अब आउट हुन्छ टिम आउट भयो भने जिसिसिसी नगएपछि मिजी सबैको लाइफ सबैको अब यही त हो सोचै राम्रो गर्ने पैसा कमाउने त हो नि नाम चलाउने होइन अब मिजी पैसा कमाउन बाटो बन्द भएपछि त फेरि सबजना आफ्नो आफ्नो विदेश आफ्नो प्यासन छोडेर जाँदाखेरि त नराम्रो लाग्ला नि मजाले कुरा गर न केटाहरूसँग अहिले अब रिसाएर होइन यस्तो उस्तो भनेर भोलिको दिनमा आफूलाई घाटा लाग्छ भन्ने त गिद्धै हो नि त्यही अब भोलि गेम अगाडि कुरा गर्ने त्यही अब स्क्रिम्स भनेर त्यस्तो भएर भोलि चाहिँ भोलिको गेम त जे गेमै मलाई हुन्छ त जहाँसम्म लाग्छ तिम्रो र नोफीहरूको कुरा चाहिँ अब सर्ट आउट हुनुपर्छ दुईजनाले राम्रोसँग कुरा गरेर मिलाएर गऱ्यो भने काम भइहाल्छ क्या किनभने स्काई र नोफी त जसले जता भन्यो के अरे स्काई र स्लिपी त जसले जता भन्यो त्यति जाने कि त छ अहिले त कल भन्दा पनि फर्मेट अलिकति मिलाउनु पर्ने छ खेल्ने तरिका त्यसमा चाहिँ इस्यु भएको हो क्या कोही त नि सेन्टर खेलाउने आइजिएल भनेको खोइ त मैले एजै छ होइन त्यस्तो सेन्टर एज भन्दा पनि फाइट मात्रै लिइरहेको हो क्या त अहिलेको त स्क्रिनमा त के त्यो फर्मेसन मात्रै मिलाएको के ठिकै छ ल राम्रो हान न म चिलमै छु म त गेम बिग्रेँ त्यस्तो फरक लाग्दैन कि तर अब जे भयो नि त्यो जोतको मर्दाखेरि चाहिँ हल्का साइको लाग्छ के गरे होला केटाहरूले यस्तो हुन्छ क्या लाग्छ नि अब त्यो प्रोपर त्यो हुन्छ नि चारजनाको त्यो 4v4 फाइटहरू त्यो छैन क्या अनि यस्तो नेपाली लबीमै मुजी नेपाली टिमकै सेकाइ खायो भने बाहिरको टिमहरूको त सोच न मुजी कोच सोच राखेको टिमहरू यस्तो बबाल त्यो टिमहरूको त छुट्टै हुन्छ नि 4v4 फाइटको कस्तो दामी मिलाएर हान्छ उनीहरूले हाम्रो त 4v4 अन्ध छिराएछ मुजी को कहाँ छिराएछ कसको ब्ल्याङ्क ब्लुङ मुजी मारियो मर्यो टाइपको के अघि एउटा गेम हेर्दै थिएँ मुजी एएसटीले हानेको तिमीलाई त्यो ठ्याक्कै फार्मको तलपट्टिको त्यो डाँडा माथि हिलमा ए त्यही त नि त्यही गेम पछि त अनि कुरा गर्ने भनेको नि त्यो म भर्खर आउँदैछु आफै एक्लै छ पुस हान्न भन्यो एउटाले पुस हान्न गइसक्यो त्यही त कहाँ हो त्यस्तो छ कि गेमै त्यही त भनेको त्यो प्रोपर फाइटै थिएन क्या त्यहाँ पनि हान्न त हान्यो भने हानेन भने हानेन त्यो देखिन्छ नि त टिम वर्कै त्यही हो त्यस्तै कुरा भएको हो क्या लेङ भएको अरू त त्यस्तो केही इस्यु छैन